आज चाहिँ म एउटा यस्तो राम्रो पोलिसीको बारेमा भन्न गइरहेको छु। यो चाहिँ हाम्रो जति पनि रोजगारको सिलसिलामा चाहिँ बाहिर बस्नुभएको दाजुभाइ तथा दिदीबहिनीहरूको लागि चाहिँ एकदमै उपयुक्त हुन्छ। त्यस कारणले चाहिँ म यो जानकारी गराउन गइरहेको छु। आजको दिनमा हामीले कमाउँदाखेरि साथीभाइलाई अप्ठ्यारो पर्यो, यति हजार मलाई पठाइदेन भने पठायो, परिवारमा चाहिँ अनावश्यक खर्च होइन, आइफोन भन्यो के भन्यो गरेर हामीले चाहिँ यताउता यत्रतत्र पैसा छरिराखेका हुन्छौँ के। कमाएको बेलामा हामीले त्यसलाई समेट्न सकेनौँ र समेटेर पनि सही ठाउँमा सही प्लानमा चाहिँ प्रयोग गर्न सकेनौँ भने भोलि गएर हामीलाई धेरै कमाएर पनि केही फाइदा हुनेवाला छैन। कमाउन त कमाइयो, कता गयो होइन। कुनै अप्ठ्यारो परेको अवस्थामा चाहिँ फेरि हामीले कि ऋण खोज्न पर्ने हुन्छ कि भएको सम्पत्ति बेच्न पर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अहिले कमाउने उमेरमा कमाउने समयमा बाहिर अरूको देशमा दुःख गर्न जानुभएको दाजुभाइ तथा दिदीबहिनीहरूको लागि चाहिँ केही वर्ष उहाँ बस्नुहुन्छ, त्यसपछि फेरि उहाँहरू नेपाल फर्किनुहुन्छ। त्यस्तोको लागि चाहिँ अब म 20औँ वर्षसम्म चाहिँ किस्ता बुझाउन सक्दिनँ नि भन्नेहरूको लागि चाहिँ यो एकदमै राम्रो एउटा पोलिसी छ। जुन चाहिँ तपाईँले 30 लाखको बिमा गर्नुभयो भने त्यसलाई चाहिँ 20 वर्षको अवधि लिने, तर 20औँ वर्षसम्म हामीले नतिर्ने, 5 वर्ष मात्र तिरेपछि त्यो किस्ता सकिने गरी हामीले गर्न मिल्छ। त्यो खालको एउटा पोलिसी छ। त्यो चाहिँ एकदमै राम्रो छ। अब 5 वर्षभित्र तपाईँले तिरिसके पनि तपाईँको अवधि भनेको चाहिँ 20 वर्षसम्म रहिराख्यो। 20 वर्षभित्रमा तपाईँलाई यदि के भन्छ दुर्घटना भयो, भवितव्य भन्ने कुरा त कसैलाई पनि थाहा छैन, कहाँ कतिखेर कसकोमा पर्छ भनेर होइन। जस्तोसुकै समस्या जस्तोसुकै दुर्घटना पनि हुनसक्छ। अङ्गभङ्ग भयो होइन, अब व्हिलचेयर हुनु पर्यो, कुनै दुइटै आँखा चाहिँ काम नगर्ने भयो, दुइटै हातले काम नगर्ने भयो होइन भने त्यस्तो अवस्थामा चाहिँ कम्पनीले तपाईँले 30 लाखको बिमा गर्नुभएको छ भने तपाईँलाई हरेक महिना 30,000को दरले चाहिँ तपाईँलाई खर्च दिन्छ र बाँकीको अवधि भनेको तपाईँले किस्ता बुझाउन पनि परेन। र समय अवधि पुगेपछि मेच्युरिटीमा 20 वर्षको अवधि पुगेपछि फेरि तपाईँले गर्नुभएको बिमाको रकम 30 लाख प्लस तपाईँले बुझाउनु भएको जति पनि किस्ता बुझाउनु भएको थियो त्यसको बोनस भनेको ब्याज सहित तपाईँलाई प्रदान गर्छ होइन। अनि अर्को कुरा भनेको चाहिँ तपाईँलाई कुनै घातक रोग लाग्यो है, एकमात्र सूर्यज्योति जीवन बिमा कम्पनी छ जसले चाहिँ तपाईँलाई 35वटा घातक रोगको चाहिँ उपचार खर्च दिन्छ है। अरू कम्पनीले चाहिँ 18वटा रोगको भन्दा दिँदैन है। सूर्यज्योति जीवन बिमा कम्पनीले चाहिँ तपाईँलाई 35वटा घातक रोगको चाहिँ उपचार खर्च दिन्छ। अब तपाईँलाई 35वटा घातक रोगमध्ये कुनै रोग लाग्यो, किडनी ड्यामेज होला होइन, लिभर चाहिँ ड्यामेज होला, कुनै चाहिँ अङ्गहरू प्रत्यारोपण गर्नुपर्ने होला, जुन पनि हुनसक्छ, क्यान्सर होला, त्यस्तो अवस्थामा चाहिँ तपाईँले जतिको बिमा गर्नुभएको छ, तपाईँको बिमाको रकम भनेको 30 लाख होइन, 30 लाखको गर्नुभएपछि अब तपाईँको उपचारमा 10 लाख लागोस् 5 लाख लागोस्, तर कम्पनीले तपाईँलाई यदि त्यस्तो घातक रोग लागेको डक्टरले सर्टिफाई गरेको प्रमाण प्राप्त गरेपछि कम्पनीले तपाईँलाई 30 लाखै दिन्छ उपचार खर्च भनेर है। अनि उपचार गर्नलाई समयमा पाइयो होइन। अब यदि हामीले त्यसरी एउटा बिमा गरिएको छैन भने त हामीले के गर्नुपर्ने भयो त, कि हामीसँग टन्न पैसा हुनु पर्यो, कि चाहिँ हामीले कुनै सम्पत्ति बेच्न पर्यो या ऋण काट्न पर्यो होइन। अब कति वर्ष विदेश बसेर हामीले कमायौँ खोइ त भन्ने हुन्छ कि त्यति बेला। त्यसैले हामीले कमाएर सही ठाउँमा राखेनौँ भने पनि हामी के हुन्छौँ त, गरिब हुन्छौँ। त्यति बेला हामीले भएको सम्पत्ति बेच्नु परेपछि गरिब भइएन होइन, एकदम खर्चिलो हुन्छ नि त घातक रोगहरू भनेको त। त्यसैले है समयमा नै विचार गर्नुहोला। आफू रहेसम्म मात्रै सबै कुरा रहन्छ है। म आफूले आफूलाई माया गरिनँ भने मैले पनि अरू कसैलाई माया गर्न सक्दिनँ के होइन। पहिला म आफू होइन, त्यसपछि मात्रै परिवार, छरछिमेकी, साथीभाइ, समाज, सम्पूर्ण कुरा त्यसपछि आउँछ। त्यसैले यो समय यति बेला तपाईँले कमाइरहनु भएको छ भनेदेखि सही ठाउँमा सही समयमा चाहिँ सदुपयोग गर्न सक्नुपर्छ। बिमा भन्ने कुरा चाहिँ तपाईँले चाहेर हुँदैन होइन, किनभने एउटा रोग लागिसक्यो, घातक रोग लागिसक्यो भने पनि तपाईँको जीवन बिमा हुँदैन है। तपाईँको उमेरले पनि फरक पार्छ
है एउटा उमेरभित्र गर्दाखेरि मात्र बिमा गर्न पाइन्छ। त्यो सम्पूर्ण कुरालाई ध्यान दिएर चाहिँ गर्नुपर्ने हुन्छ। जब हामीलाई आवश्यक पर्छ बिमाको, जस्तै घातक रोग लागिसकेपछि मैले बिमा गर्छु भनेर पाइएन नि त, गर्नुपर्ने रहेछ भनेर पछुताएर पनि केही हुनेवाला छैन है। त्यसैले यति बेला कमाइरहनु भएको छ भने चाहिँ एउटा चाहिँ पोलिसी विदेशमा काम गरिरहनु भएको जति पनि रोजगारीको सिलसिलामा जानुभएको दाजुभाइ दिदीबहिनीको लागि चाहिँ मैले अनुरोध गरेँ। तपाईँहरूलाई बुझ्न अझै यसको बारेमा बुझ्न चाहनुहुन्छ भने हामी चाहिँ निःशुल्क परामर्श दिन्छौँ। जुन बेला पनि फोन गरेर मेसेज गरेर सोध्न सक्नुहुन्छ। बुझ्दैमा केही पैसा पनि लाग्दैन र गरिहाल्नुपर्छ जरुरी पनि छैन। बुझ्नुहोस्, सही लाग्यो भने गर्नुहोस्। धन्यवाद।